हेलो साथीहरू, हजुरहरूलाई मेरो फेरि नयाँ ब्लगमा स्वागत छ। र म चाहिँ हिजो चाहिँ हामी रिम्बिकबाट आएको। आज चाहिँ सन्डे हो नि त, स्कुल छुट्टी भएर। र अब चाहिँ म बारीमा गएर के सब्जीहरू टिपेको देखाउँछु। भिडियो हेर्दै गर्नुहोस् ल। हजुरहरूलाई मेरो भिडियो मन पऱ्यो भने लाइक सेयर कमेन्ट सब्सक्राइब गरिदिनुहोस्। यो चाहिँ निम्बु फल्दैछ साथीहरू। हाम्रो निम्बु चाहिँ यत्तिकै रहेछ मसिनो निम्बु फल्दैछ। त्यहाँबाट चाहिँ म बारी जाँदैछु सब्जीहरू टिप्नु। हेर्दै गर्नुहोस् ल। भिडियो यस्तो भइरहेछ मौसम चाहिँ, न पानी परेको न घाम लागेको, यस्तो भइरहेछ आजको वेदर। यहाँ चाहिँ लसुन रोपेको छु मैले अस्तिको सेटरडे घर आएर। यत्तिको भइरहेछ। मकै चाहिँ यत्तिको भएको छ साथीहरू। मकै चाहिँ पाक्यो। अब म यो मकै भाँचेर लान्छु घर होइन। अलिक चाहिँ भोलि रिम्बिक लान्छु। हेर्दै गर्नुहोस् ल। टिपिसक्यो मकै चाहिँ। काँक्रो टिपेको अप्ठ्यारो भयो। यहाँ पर रहेछ काँक्रो चाहिँ। मकैले अप्ठ्यारो भयो। काँक्रा मकै खोर्सानी पुग्नु पऱ्यो। खोर्सानी त्यस्तो भएछ साथीहरू। पात्मै लानु पऱ्यो। प्लास्टिक पनि लिने रहेछ। साथीहरू यो चाहिँ तरुलको हो। यो माथिको दाना तरुल चाहिँ यत्रो छ बोट। यो चाहिँ अब उसमा जनवरी है, डिसेम्बर जनवरीमा चाहिँ यो खन्नुपर्छ। खानु दामी भएको छैन यो तरुल त। यहाँ फर्सी रहेछ, म टिप्छु। फर्सी चाहिँ कस्तो अप्ठ्यारो जग्गामा फलेछ यो साथीहरू। फर्सीको चाहिँ यत्रो बोट छ कि त्यो टिपे। अझै काँक्रा टिप्छु माथि गएर। हातमा बोकेर लानुहोस्। यो चाहिँ साथीहरू हामीले हरियो मकैको चाहिँ अब चाहिँ उयो बनाउँदैछु। यसलाई चाहिँ छोडाएर होइन ओक्लीमा कुच्चाएर चाहिँ यसको नाम चाहिँ कन्डोक भन्छ होइन। उहिले चाहिँ त्यस्तो भन्थ्यो हामी। म त्यस्तो बनाउँदैछु। हेर्दै गर्नुहोस् ल कस्तो हुन्छ। म देखाउँछु हजुरहरूलाई। यो चाहिँ हरियो मकै हो साथीहरू। हामीले मकै चाहिँ यति छोडाइसक्यो। अब यसलाई कुट्दैछु म। यसलाई कुट्छु हेर्नुहोस् ल। यस्तो यसलाई चाहिँ यसरी कुटेर मिन बनाउनुपर्छ होइन। अब यसलाई फेरि पकाउँछु। हेर्दै गर्नुहोस् ल। यसलाई कुटिसकेर चाहिँ म फेरि पकाउँछु।
यस्तो भएको छ साथीहरू यसलाई बनाउनुपर्छ दामी देखेर है किमा त किमा बनाएको यो चाहिँ मजाले कुटेर भयो अब चाहिँ बनाउँछु हेर साथीहरू भेटेन जस्तो छ त यस्तो भयो साथीहरू हेलो साथीहरू हजुरहरूलाई मेरो युट्युब च्यानलमा स्वागत छ र आज चाहिँ मैले हैन यो मकैको यो बनाएको मुकबाङ लिएर आएको छु हेर्दै गर्नुहोस् ल साथीहरू मेरो भिडियो चाहिँ मैले अघि बनाएको दामी भयो त्यो ब्ल्याक टी हो साथीहरू यसको नाम चाहिँ कन्डोक भन्छ हैन यो चाहिँ मैले सानोमा खाएको र चाहिँ मैले फेरि आज चाहिँ आफै बनाएर खाएको र यसको रेसिपी पनि मैले हालेको छु हजुरहरूले पनि बनाएर खानुहोस् हैन तपाईहरुले कोले चाहिँ खानु भएको छ होला हैन मैले पनि सानोमा चाहिँ बनाएर खाएको यसमा चाहिँ मैले हैन केही पनि हालेको छुइनँ यसमा चाहिँ मकै अन्त यसलाई चाहिँ मैले हैन पकाएर स्टिम गरेको यसलाई चाहिँ पकाएर स्टिम गरेको भिडियो चाहिँ हाल्न बिर्सेछु दामी हुँदैछ यो चाहिँ हामीले बनाइराखेर हैन खाजाहरू ब्रेकफास्टहरू केमा अब खाँदा पनि हुने रहेछ दिउँसोतिर यो चाहिँ प्योर अर्ग्यानिक हो नि त यसमा चाहिँ केही उयो छैन पकाउँदा मैले स्टिम गरेर पकाएको कतिले त खानु पनि भएको छ हैन हजुरहरूले कसले खानु भएको छ कमेन्ट गर्नुहोस् दामी रहेछ हजुरहरूलाई मन पर्यो भने मेरो भिडियोलाई लाइक कमेन्ट शेयर सब्सक्राइब गरिदिनुहोस् म फेरि पनि अर्को भिडियोमा भेट्नेछु ओके बाई बाई